हेलो एभ्रिवान वेलकम ब्याक टु माई अनदर मिनी भ्लग र आशा गर्दछु तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला भने है। अनि आज चाहिँ म छिटो छिटो नआएर चाहिँ म सिङ्गारपट्टि लागिरहेको छु। किन भन्दाखेरि चाहिँ आज चाहिँ मलाई यस्तो जग्गामा इन्भिटेसन आएको छ है। अनि मलाई खुसी पनि लागिरहेछ। अनि आशा गर्दछु है मेरो साथीहरू आज सबैजना भेट हुन्छ होला भनेर है। किनभने हामी त्यति बेसी कन्ट्याक्टमा हुँदैनौँ नि त। किन भन्दाखेरि चाहिँ अब सबैजनाको आफ्नो व्यवस्था हुन्छ नि त है कामको लागि है। अन्त सो आज चाहिँ म कहाँ जाँदैछु भन्दाखेरि चाहिँ म तपाईँहरूलाई फुल भिडियोमा देखाउने छु है। किनभने आज चाहिँ हामी अटोमोबाइलको फर्स्ट ब्याचको ग्रुपलाई इन्भिटेसन आएको छ। मलाई मात्रै होइन, मेरो सम्पूर्ण फर्स्ट ब्याचको साथीहरूलाई पनि इन्भिटेसन आएको छ र म त्यहीँ जानु लागेको छु। र त्यो चाहिँ कहाँ हो भन्दाखेरि तपाईँले मेरो फुल मिनी ब्लग हेर्नुहोस् होला। फाइनल रेडी भइसकेँ है साथी हो। चाहिँ बाहिर आएर जुत्ता लाउँदैछु। ल त साथी हो, म चाहिँ अब रेडी भइसकेँ है। हेयर फल भएर केही छैन। मेरो लुक चाहिँ यस्तो छ है। आज चाहिँ वेदर अलिक चिसो भएकोले गर्दा चाहिँ मैले चाहिँ ब्ल्याकै प्रिफर गरेँ है। म चाहिँ अब रेडी भएको। मेरो दुईजना साथी चाहिँ 32 नम्बर आइपुग्यो अरे हो। कमेन्ट गरिदिनुहोस् होला मलाई कस्तो देख्यो ब्ल्याकमा है। म चाहिँ अब रेडी भएँ। सी यू। र म चाहिँ बुके सपमा पनि आइसकेको छु है। म चाहिँ कन्फ्युज भएँ, दुईवटा रेडी रहेछ, कुन चाहिँ मैले चाहिँ यो बुके किनेको छु है। यो यहाँ बजारदेखि चाहिँ म एक्लै रहेको छु है। र मेरो तर्फबाट चाहिँ मैले बुके किनिसकेको छु मेरो साथीलाई है। र म चाहिँ अब सिधै ट्याक्सी पक्रेर जानेछु है साथी हो। हेर्दै गर्नुहोस् होला मेरो भ्लगलाई। अनि म चाहिँ गाडी पनि पाइहालेँ है। अनि म चाहिँ जाँदैछु साथी हो। किनभने अलरेडी मेरो 3जना साथी आएर पनि मलाई वेट गरिरहेको छ। म चाहिँ एकदमै जाममा फसिरहेको छु साथी हो। बिचरा हुआ दोस्त। ल त साथी हो, मेरो साथीको नयाँ सपको लोकेसनतर्फ पनि म आइसकेको छु। मेरो साथीहरूले यी मलाई वेट गरिरहेको रहेछ भित्र नगएर। हेर्न यसलाई के हो यस 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 मेरो दोस्तहरू यस यस यस। कतिले त सोच्नुहुन्छ होला है मेरो त कति बेसी केटा साथीहरू रहेछ भनेर है। के गर्नु साथी हो, पढ्नै त्यस्तै फिल्डमा पढेर आएँ म। हाम्रो मामाको सेकेन्ड प्रगति क्रेजी हाउस करेज। यो चाहिँ लोकेसन पर्दछ तपाईँको भन्न है लोकेसन पादुङमा हो। होली क्रस नियर होली क्रस स्कुलको साइडमा रहेको छ है। अन्त मामा चाहिँ भित्र बिजी हुनुहुन्छ किनभने मोटर भ्लगहरू पुरा आउनु भएको रहेछ है भ्लगरहरू। सो त्यही भएर हाम्रो दोस्तहरू चाहिँ अघि आइपुग्नु भएछ है। मैले चाहिँ बुके एउटा ल्याएको छु। कसलाई दिनु, मामालाई दिनु कि माइजूलाई दिनुभयो त? मेरो साथीको सेकेन्ड दोकानमा चाहिँ बसेको साथी चाहिँ बिजी हामी चाहिँ फर्स्ट ग्रुप हो। त्यही त यतिको चाहिँ हुनु पर्यो नि होइन। प्रणय बिचरा बिजी छ है मामा। ल हाम्रो साथीले चाहिँ यति बेसी प्रगति गरेको छ कि हाम्रो फर्स्ट अटोमोबाइल ग्रुपको चाहिँ उहाँ नै हुनुहुन्छ। सबैजना हामी चाहिँ अटोमोबाइलको फर्स्ट 13 ब्याच ग्रुप हो होइन। अन्त उहाँ चाहिँ हाम्रो अटोमोबाइलको चाहिँ एकदम प्रगति गर्ने। यो चाहिँ तपाईँको सेकेन्ड उयो हो। उहाँको चाहिँ स्टोर रहेको छ। फर्स्ट स्टोर चाहिँ छ सिन्दाममा है। सेकेन्ड स्टोर चाहिँ गान्तोकमा। तपाईँहरूले भिजिट गर्नुहोस् होला। 2 व्हिलरको जति पनि पार्ट्सहरू चाहिँ यहाँ अभाइलेबल छ। तपाईँहरूलाई अफरमा पनि दिनुहुन्छ है अलिकति। त्यसरी नै हामी सधैँभरि हामी एकअर्का साथ र हाम्रो डान्समा साथ दिएको जस्तै दिनु है। अन्त थ्याङ्क यू सो मच। कङ्ग्रेचुलेसन। थ्याङ्क यू सो मच। थ्याङ्क यू। Thank you.
हेर्नुहोस् है हाम्रो लागि चाहिँ गिफ्ट रहेको रहेछ है सुमन मामाको तर्फबाट होइन यता चाहिँ हुनुहुन्छ म्याडम यहाँनिर तपाईँहरू स्टोरमा आउनु सक्नुहुन्छ साथी चाहिँ आज बिजी छ तपाईँहरूले सबै सामान पाउनुहुन्छ है बाइक राइड गर्नुहुनेको लागि चाहिँ कस्तो दामी बुट रहेछ मै लगाएर जाउँ के एउटा यो नाम लेख्नु है ल यहाँनिर सबैजनाको नाम लेख्नु ए सरप्राइज छ ल ए साथीहरू सरप्राइज पनि रहेछ यहाँनिर हो तपाईँहरूले यसरी चाहिँ नाम लेखेर राख्नुपर्ने रहेछ हो भरे गिफ्ट पाउँछ अरे ल साथी हो ल है छिटो फर्स्ट सेकेन्ड थर्डले चाहिँ गिफ्ट पाउँछ अरे हामी चाहिँ म मिठा भएर जस्तो गर्दैन ब्युटी पार्लरमा हेरेको रहेछ कि बिजी हेर न बिचरा खुट्टा एक्सिडेन्ट भइरहेको छ रड लगाइरहेको छ है उसले बाबु भयो रड लगाएर बाबु हो त बाबु भए जस्तो लाग्दैन घरिघरि यता चाहिँ हाम्रो दिदी हुनुहुन्छ क्रिटिकल गजियस अब के भन्नु थ्याङ्क यू खाइनुहोस् त भाइ चिया आउँदैछ हाम्रो चाहिँ लन्च पनि रहेछ हो लन्च चाहे खाँदैछौँ है हामी चाहिँ यसलाई चाहिँ सर्दी लागिरहेको रहेछ हो यता पनि ज्वराइरहेको छ तँलाई के भइरहेको छ भन्छ एकदम फिट एन्ड फाइन यो त अलवेज फिट एन्ड फाइन हो अन्त रितेशहरूलाई के भन्छस् हाम्रो अटोमोबाइल ग्रुपको साथीहरूलाई के भन्ने रित्नेस त बुढीको धनी भइरहेको छ के भन्नु जो आएन त्यसलाई पनि ठिकै छ जो आयो त्यसलाई पनि ठिकै छ आलु त मिठो थियो सेलरोटी दामी थियो हामीले त गिफ्ट पनि पायो तिमीहरू आएनस् तिमीहरू पाएनस् हामीले गिफ्ट पाएको छ होइन तिमीहरू चाहिँ जो छ तिमीहरू चाहिँ न बिहामा पनि जान्छ न मराउमा पनि जान्छ न साथीको बोलाको पनि जान्छ तिमीहरू चाहिँ यस्तै हो कहिले नै आएका कुरा हामी चाहिँ म चाहिँ कस्तो छु भन्न त एकदम हामी एकदम जहिले पनि जा भन्ने ती पुग्छ होइन हामी चाहिँ तर त्यही पुग्छ है म कस्तो लाग्छ भन्नु तपाईँ म त बेसी बोल्नु हुँदैन हामी चाहिँ ग्रुप भेटिहाल्यो होइन अब छुट्टिङ ल बाई 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 अब दुईजना मात्रै रहेको छ हाम्रो ग्रुपमा चाहिँ बिहा गर्नु हो कसले फर्स्ट बिहा गर्छ त्यतिखेर यसले चाहिँ फेरि गर्नु मेड लाउँदैन ओके बाई फ्रेन्ड्स मलाई चाहिँ साथीहरूले गाडी रोकेर पठाइदियो होइन तर यति बिघ्न जाम लागेर चाहिँ म पुग्न आँटेको छु है आजको जस्तो जाम चाहिँ मैले लाइफमा फर्स्ट टाइम एक्सपिरियन्स गरेँ एकदम गाडी नपाएर यत्तिकै भिड अहिले पनि हेर्नुहोस् न साथी हो डेभलपमेन्टको गाडी छैन भिड छ मान्छे चाहिँ गाडी छैन साथी हो म चाहिँ जाम लाग्दै भए पनि रुम आइपुगेँ है ओके गाइज थ्याङ्क फर वाचिङ सी यु नेक्स्ट भिडियो बाई